भारतको चाकमा लट्ठी हान्ने मिस्टर बालेन हुन्छ, एक दिन तपाईँले याद गर्नु होला। यो अहिले यस्तो परिस्थिति आउँदाखेरि पनि बालेन शाह किन घरबाट निस्किया छैन त? वहाँनिर जेनजी आन्दोलनमा शहीद भएका भाइ बहिनीहरूको सब जलाइँदैछ, मन्त्री देखि लिएर हरेक मानिसहरूको हरेक व्यक्तित्वहरूको के भन्छ उपस्थिति छ, तर बालेन शाह किन गुमनाम भएर बसिरहेको छ त भन्ने कुराले धेरै कन्ट्रोभर्सी बनाइरहेको छ। बट मैले बुझे अनुसार बालेन इज ट्राइङ टु प्रोटेक्ट हिमसेल्फ है। बालेन अहिले ओभर टार्गेटमा छ बाहिर तत्त्वहरूको है। तपाईँहरू जति भारतीय एजेन्ट भन्नुहुन्छ नि तपाईँहरूले बालेनलाई, भारतबाटै टार्गेट छ बालेन है। मलाई अहिलेसम्म लाग्दैछ CIA कति पनि नेपालमा त नेपालमा एजेन्टको त कमी छैन नि त होइन, ओभर टार्गेटमा छ। सो हिज ट्राइङ टु सेभ हिमसेल्फ है। मैले बुझेको कुरा, मैले मनन गरेको कुरा, किनभने बालेको हरेक एक्टिभिटिजलाई हेर्दाखेरि पहिलादेखि सासानो जात्रा है, यसलाई प्रमोट गर्नुपर्छ, पनौती ठाउँहरू जुन गुमनाम भएका ठाउँहरू जुन हराइसकेका के भन्छ लोप भइसकेका कला संस्कृतिलाई अब जुगाड गर्नुपर्छ, अलिकति प्रोत्साहन गर्नुपर्छ भनेर आफ्नो उपस्थिति देखाउने बालेन हो। जब हाम्रो खेलकुद खेलाडीले जिते पनि हारे पनि गएर सम्मान दिने बालेन दाइ हो, आफै उपस्थित भएर सम्मान दिने बालेन दाइ हो। बट एट दिस टाइम राइट नाउ होइन, त्यत्रो घटना हुँदाखेरि पनि बालेन दाइ के भन्छ बाहिर निस्किरहेको छैन भन्नुको अर्थ धेरैले गलत लगाइरहेको छन्। इभन बालेनको फ्यानहरूलाई पनि त्यस्तै लगाइरहेको छ, यति हुँदा त आइदिनु पर्ने है, यति हुँदा चाहिँ निस्किदिनु पर्ने हो, यतिसम्म त अति भयो भन्ने लागिरहेको छ। बाँकीहरूलाई चाहिँ अरू पार्टीकाहरूलाई चाहिँ के भएको छ भने यो अपराधी हो होइन, मार्न लगायो अहिले चुपचाप आएर बसिरहेछ होइन भन्ने टाइप भइरहेछ। यो बिल्कुल गलत छ, गलत है। यो टाइम बालेन जस्तो टार्गेटेड मोस्ट वान्टेड म्यान इन नेपाल मिस्टर बालेन हो। जति बेला जे पनि हुनसक्छ। यदि त्यो भइदियो गुमायौँ भने, हामीले बालेनलाई गुमायौँ भने थिङ्क द्याट नेपाल फेरि पोलिटिक्सको हातमा आउनेवाला छ। यदि यो जुन सर्कल देख्नुभयो नि अहिले मन्त्रीमण्डल गठन हुने, हल्का एक्सन लिने, जति पनि आन्दोलनले सफलता पाइसकेपछि जति पनि यो खेल भयो नि भित्र सबले बालेनलाई खेल भनिरहेको छन्। माइट बी खेल होइन, खेल हुन सक्छ, तर यो खेल नराम्रो खेल होइन। यो खेल 25 देखि 30 वर्ष 35 वर्ष 40 वर्ष एज लङ एज पोसिबल रुल गर्ने खेल हो। यो खेल देश बनाउने खेल हो। फेरि याद गर्नु होला है। अब बालेनबाट देश बचाउनु पर्यो भने किन बालेनले चाहिँ के गरेको छ र अहिलेसम्म देश बचाउनु पर्ने, उसले देश राख्न खोजिरहेको छ अनि फ्याक्ट तपाईँहरूले बुझ्न जरुरी छ। केही नराम्रो हुनेवाला छैन यहाँनिर है। तपाईँले अहिले आएर अलिकति केही सोचेर हर्का दाइ र बालेन दाइको बिचमा यताउता हुन्छ नि त, हर्का दाइले पोस्ट फेरि ननिष्ठ हाल्नुहुन्छ होइन। त्यो कुरालाई लिएर तपाईँहरू आफूमा नबाडिनुहोस् है। यस्ता खेलहरू खेलिन्छन्, यस्ता गेमहरू चल्छन् भित्रभित्र होइन। बाँकी रह्यो नेपालको मन्त्री बनाउने कुरामा पनि के अरे भारतीय दूतावास जानुपर्ने। यस, ए तपाईँहरूलाई लाग्छ हाम्रो देश हो होइन, सबै हाम्रो अन्डरमा हुन्छ भन्ने लाग्छ भने दिस इज अल्सो रङ है। जति बेला आन्दोलन पछि जति बेला हाम्रो अन्तरिम सरकारको कुनै पनि एउटा ठेगान लागेको थिएन। जति सक्दो हुन्छ चाँडो हुन्छ ठेगान लाग्नुपर्छ, अदरवाइज बाह्य शक्तिले हस्तक्षेप गर्न सक्छ, गर्न पाउँछ भनेर